युनाइटेड अरब इमिरेट्स युएई स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन तथा सुरक्षा सम्बन्धी संवेदनशील सामग्री पोस्ट नगर्न आग्रह गरेको छ। दूतावासले एडभर्टाइजरी थिन जारी गर्दै युएईमा विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राखी वर्तमान अवस्थासँग सम्बन्धित संवेदनशील सूचना, भिडियो वा तस्बिर सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट पोस्ट प्रसारण वा सेयर नगर्न समेत अनुरोध गरेको हो। यस्ता गतिविधिले सुरक्षा परिस्थितिबारे भरम फैलिन सक्ने भन्दै दूतावासले नेपालीहरूलाई जिम्मेवार बन्न अपिल गरेको छ। साथै युएईमा बसोबास गर्ने सबैले त्यहाँको कानुन पूर्ण रूपमा पालना गर्नुपर्ने भएकोले गैर कानुनी तथा अनुमति बिनाका गतिविधिमा संलग्न नहुन पनि सचेत गराएको छ। दूतावासका अनुसार यस्ता गतिविधिमा संलग्न पाइए युएईको कानुन अनुसार 1 देखि 3 वर्षसम्म कैद, सजाय र 1 लाखदेखि 2 लाख दिरामसम्म जरिमाना हुन सक्नेछ। त्यसैगरी मिसाइल वा ड्रोन अवरोध गर्दा जमिनमा खसेका अवशेष नजिक नजान, त्यसको तस्बिर वा भिडियो नखिच्न तथा त्यस्ता सामग्री सार्वजनिक नगर्न पनि दूतावासले आग्रह गरेको छ। दूतावासले युएई सरकारले जारी गरेका सुरक्षा मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न र सत्य तथा आधिकारिक जानकारीका लागि सम्बन्धित सरकारी निकायका आधिकारिक स्रोतहरू मात्र हेर्न नेपाली समुदायलाई सुझाव दिएको छ। साथै अत्यावधिक जानकारीका लागि दूतावासको आधिकारिक फेसबुक पेज नियमित रूपमा हेर्न पनि आग्रह गरिएको छ। दूतावासले युएईको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, दुबई तथा अबुधाबी मिडिया कार्यालय र इमिरेट्स न्युज एजेन्सीबाट जारी हुने आधिकारिक सूचना मार्फत मात्र जानकारी लिन आग्रह गरेको छ। युएईमा रहेका लाखौं नेपालीलाई सचेत, सुरक्षित र जिम्मेवार भएर बस्न दूतावासले अपिल गरेको हो।